फेरि पनि वेलकम छ तपाईहरुलाई हाम्रो आफ्नो युट्युब च्यानलमा है। हेर्नुहोस् अहिले चाहिँ मैले भात बसाइसकेको छु गाइस है। अनि कामै यही हो मेरो है गाइस, भात पकाउनु अनि सब्जी पकाउनु पर्छ डेली है। अन्त म अब सब्जीको पट्टि लागिसकेको छु है। सब्जीमा चाहिँ छ चाना है, पिराको चाना अनि पिराको चाना अनि एक दुई पिस आलु है त, एक दुई पिस आलु। यो चाहिँ दुईटा एक गरेर पकाउनु पर्ने छ मैले चाहिँ है। र हेर्नुहोस् र हेर्न सक्नुहुन्छ गाइस है, मसला चाहिँ मैले यस्तो प्रकारले पिन्नु पर्ने हुन्छ है, सिलौटा लहरामा। अनि गाइसहरू है, अब चाहिँ मैले सब्जी बसाउनु पर्ने हुन्छ है। मसला प्याज लगाएर है, हेर्नुहोस् कराई रेडी छ है। एकछिनमा भेटौँ त गाइस। आलु पनि धोएर ल्याइसकेको छु है गाइस, हेर्नु सक्नुहुन्छ है। अनि अब चाहिँ मैले स्टार्ट गराइसकेको है। यो चाहिँ मसला हालिसकेको छु। र अब चाहिँ मैले आलु अनि चाना हाल्नु पर्ने हुन्छ है गाइस। नुन है स्वाद अनुसार। चलाउनु पर्ने नै हुन्छ बिचारमा यहाँ टमाटर हाल्नु लागेको है। टमाटर हुनु सक्छ है, टमाटर हालिदिन्छु।
यसो सानो क्लिप सबै मेरो घरको पनि देखाउने गाई छ हेर्नुहोस्। हेर्नुहोस् अहिले चाहिँ म घरभित्र पसिसकेको छु है। यो चाहिँ मेरो बेड हो। यस्तो छ हालत है। यो भाइले पुरा ल्याङफ्याङ पारिरहेछ लुगाहरू है। यस्तो छ। यो चाहिँ बाबा र आमाको यो हेर्नुहोस् चामल छ, आँटा, मुनिपट्टि चामल छ हो। यहाँनिर चाहिँ भगवान्को फोटोहरू पोस्टरहरू जुन चाहिँ पूजा गर्ने हुन्छ है। बढी तलटी है बडा मल हानेर आएको कि मेरो आमा है। हेर्नुहोस् बढाबढी अनि दाजुहरू छ है। यहाँनिर चाहिँ टमाटर उठाउनु आउनुभएको अरे है। यो चाहिँ फुलहरू है गाइस, आमाले रोप्नु भएको है। हेर्नु सक्नुहुन्छ। यहाँतिर पनि छ हेर्नु सक्नुहुन्छ है। र यहाँ चाहिँ के भन्छ यो दारिम कि के हो होइन, दारिम कि के को बोट। यहाँनिर दारिम फल्नु थालेको छ है गाइस। आरुचा हेर्नुहोस्, आरुचा पनि फलिरहेछ है। र यो चाहिँ मेरो धारा। त्यहाँनिर सुँगुरलाई चारो पकाइदिइरहेछ है। यो चाहिँ एकदम यो चाहिँ चुला किचन है गाइस। चुला भएको जुन चाहिँ आगो फुक्ने चुला हुन्छ त्यो चाहिँ यहाँनिर छ है गाइस। दाउरा हेर्नु सक्नुहुन्छ। सारा भ्यू यहाँ टमाटर रोपेको है गाइस। हेर्नु सक्नुहुन्छ गाइस। अहिले चाहिँ मैले लगाइसकेको छु सब्जीमा। हेर्नुहोस् अब के त्यही आलु चाना। भात चाहिँ पाकिसकेको छ है गाइस, मिठी तरिकाले है। हुन्छ गाइस, आजको लागि चाहिँ यति नै भिडियो जस्तो लाग्छ। राम्रो लाग्यो भने राम्रो लाग्यो कमेन्ट गर्नुहोस् होला है। अनि लाइक सब्सक्राइब गर्नुहोस् होला है। जति भन्दा जति सपोर्ट देखाउनुहोस् होला। यति भन्दै धन्यवाद। बाई बाई। लभ यु गाइस।